मतदाता नामावलीमा दोहोरो नाम हटाउन कुनै पनि वेब ब्राउजरमा applyvr.election.gov.in ब्राउज गर्नुहोस् र त्यसपछि नामावली अद्यावधिक भन्ने बटनमा क्लिक गर्नुहोस्। तपाईको मोबाइल नम्बर राख्नुहोस् र ओटिपी को लागि अनुरोध गर्नुहोस्। अब तपाईको मोबाइलमा प्राप्त भएको ओटिपी टाइप गर्नुहोस्। यसरी ओटिपी टाइप गरेपछि सिस्टम स्वतः लगइन हुन्छ। अब दोहोरो नाम हटाउनको लागि आवेदन दिन नयाँ अनुरोध भन्ने बटनमा क्लिक गर्नुहोस्। त्यसपछि मतदाताको नम्बर टाइप गर्नुहोस् र नागरिकता नम्बर वा जन्ममिति मध्ये कुनै एक विवरण राखी खोज्नुहोस् भन्ने बटनमा क्लिक गर्नुहोस्। अब विवरण संशोधनको अनुसूचीहरूमध्ये अनुसूची 4 अर्थात् मतदाता नामावलीमा दोहोरो परेको नाम हटाउने भन्ने अप्सन छान्नुहोस् र खोज्नुहोस् भन्ने बटनमा क्लिक गर्नुहोस्। हाल यहाँ मतदाता नामावलीमा रहेको विवरण देखिएको छ। अब अर्को मतदाता नम्बर खोज्नको लागि खोज्नुहोस् भन्ने बटनमा क्लिक गर्नुहोस्। मतदाताको नम्बर टाइप गर्नुहोस् र जन्ममिति वा नागरिकता नम्बर मध्ये एक टाइप गरी खोज्नुहोस् भन्ने बटनमा क्लिक गर्नुहोस्। यसरी खोजिसकेपछि दुईवटै मतदाताको नम्बर र नाम यहाँ देखिन्छ। अब दोहोरो परेको मतदाता मध्ये कुन कायम राख्ने हो र कुन हटाउने हो यसरी हामी अगाडि भएको चेक बक्समा टिक लाउन सक्छौं। जस्तै यो कायम राख्नुपर्ने छ भने यसमा चेक लाउने बित्तिकै तल कायम राख्नुपर्नेमा तपाईको विवरण देखिन्छ। अब कायम राख्नुपर्नेमा देखिएको विवरण कायम राख्ने हो भने अर्को विवरण चाहिँ हटाउनको लागि अनुरोध गरिराखेको छ। यसरी मतदाता कायम गरिसकेपछि आवश्यक प्रमाण कागज अपलोड गर्नुहोस्। प्रमाण कागज अपलोड गरिसकेपछि केही कैफियत भए जनाउन सकिन्छ र अन्तमा सुरक्षित गर्नुहोस् भन्ने बटनमा क्लिक गर्नुहोस्। यसरी दर्ता सफल भयो भनेर मेसेज आयो भने तपाईको अनुरोध निर्वाचन कार्यालयमा प्राप्त भयो। अब निर्वाचन कार्यालयले तपाईको निवेदन उप कारबाही गरिसकेपछि एप्रुभ भनेर मेसेज आउँछ। यदि आवश्यक प्रमाण कागज पुगेन या विवरण भिडेन भने तपाईलाई रिजेक्ट भनेर मेसेज आउँछ। हाल तपाईले अनुरोध गर्नुभएको अनुसूची 4 दर्ता भएको देखिरहेछ र यहाँ पेन्डिङ भनेर देखाइरहेको छ। हाल कारबाहीको स्थिति पेन्डिङमा छ। निर्वाचन कार्यालयले एप्रुभ गरिसकेपछि एप्रुभ भनेर देखाउँछ भने रद्द गरेको खण्डमा क्यान्सल भनेर देखाउँछ। तपाईको आवश्यक काम सम्पन्न भइसकेपछि यो पोर्टलबाट बाहिर जानको लागि लग आउट गर्न सक्नुहुन्छ। निर्वाचन आयोग नेपाल।